हेलो सम्पूर्णमा नमस्कार। आज हामी हेर्नुहोस् आलु खाँदैछौँ। पछाडि पनि बस्नु भएको छ। ए आमा हुनुहुन्छ होइन, हामी साथमा सँगै छौँ सबैजना। एउटा बहिनी हुनुहुन्छ, उहाँ चाहिँ सानीतिरै गाउँपालिकामा आउनु भएको छ। बहिनी नमस्कार। नमस्ते। कहाँदेखि आउनुभयो, के गर्न आउँदै हुनुहुन्छ यतातिर होइन? देखेको धेरै दिन भयो, के छ खबर? ठिक छ, हामी चाहिँ नरत्नदेखि आएको अनि एक्जाम दिन आएको। एक्जाम के को एक्जाम दिए आउनु भएको? बिएड कि बिबिएस अथवा अरू कुनै? बिएड प्रथम। बिएड प्रथममा आउनु भएको छ र एक्जाम अहिले कस्तो भइरहेछ र टाइट एकदम अथवा फ्री एकदम गाह्रो सजिलो के कस्तो भएको छ? निरन्तर पढाइ गरियो कि गरिएन, कस्तो छ त? अब निरन्तर पढाइ त गरे होइन, अब टायर्ड चाहिँ भएको छ एकदम। अब सानैतिरबेरीमा एकदम टाइट भएको छ होइन? टाइट हुँदाखेरि लेख्ने काम चाहिँ कति अब पास हुन सकिन्छ कि सकिँदैन र? अब खै अब लेख्दा त ठिकै लेखेको छ, अब कस्तो हुन्छ थाहा होइन। ठिकै छ। को आउनु भएको छ? साथीहरू हुनुहुन्छ कि हुनुहुन्न? के कस्तो अवस्थामा हुनुहुन्छ? एक्लै आउनु भएको कि धेरैजना हुनुहुन्छ? हुनुहुन्छ, धेरैवटा साथीहरू हुनुहुन्छ आउनुभयो। ल धेरै धन्यवाद। र इक्जाम दिइसक्नुभयो, कतिवटा सब्जेक्ट दिनुभयो र कतिवटा दिइसक्नु भएको छ र अब दिने तयारी कति छ भन्नु न? हाम्रो चाहिँ इक्जाम चाहिँ 4वटाको भइसक्यो, अब 2टाको बाँकी छ भनौँ। 4वटा सब्जेक्टमा 4वटा विषय कर्छ भन्ने अनुभव छ कि 1-2टा मात्रै पास हुन्छु भन्ने चाहिँ कस्तो छ? खै अब अनुभव चाहिँ पास होला भन्ने हो, अब खै के हुन्छ रिजल्टले बताउँछ होला। एकदमै ल ठिकै छ। इक्जाम दिनुभएको छ, राम्रो गर्नुभएको छ। तपाईँले भविष्यको धेरै धेरै शुभकामना। आगामी दिनमा यस्तै भिडियो बनाऊँ न होइन? फेरि पनि भेटोस्। ल यति नै, हामी सबैजना छौँ। हामी लेकतिर सबैजना एकदम रमाइलोमा होइन? यतातिर पनि हुनुहुन्छ, अरू खाँदै बस्दै एकदम शीतलमा एकदम रमाइलो छ। पछि अलि काट्नुपर्छ।